हामी दैनिक रूपमा दिन र रातको अनुभव त गरिरहेकै हुन्छौँ। रात सकिएपछि दिन अनि दिन सकिएपछि रात आखिर किन आउँछ होला? किन यस्तो भएको होला त? के तपाईँलाई थाहा छ? आजको भिडियोमा हामी दिन र रात कसरी हुन्छ र पृथ्वीमा ऋतु परिवर्तन कसरी हुन्छ भन्ने बारेमा तयार पारिएको भिडियो सामग्री प्रस्तुत गर्दैछौँ। त्यसैले यस भिडियोलाई लाइक गरी सेयर पनि गरिदिनुहोला। तपाईँको एक लाइक र एक सेयरले हामीलाई थप हौसला प्रदान गर्नेछ। आउनुहोस् सुरु गरौँ। पृथ्वीमा दिन र रात। हामी बसेको पृथ्वी सौर्य परिवारको एउटा ग्रह हो। यसले सूर्यबाट ताप र प्रकाश प्राप्त गर्दछ। पृथ्वी सामान्यतया गोलाकार भएकोले सूर्यबाट आएको प्रकाश पृथ्वीको सबै भागमा एकै पटक पर्दैन। एक पटकमा सूर्यतर्फ फर्किएको आधा भागमा मात्रै प्रकाश पर्छ। प्रकाश परेको भागमा दिन हुन्छ र प्रकाश नपरेको बाँकी भागमा भने रात हुन्छ। भनिन्छ पृथ्वी पंखा वा फिरफिरे घुमे जस्तै एकै ठाउँमा अडिएर फनफनी घुमिरहेको हुन्छ। यसलाई पृथ्वीको दैनिक गति भनिन्छ। यसरी पृथ्वी घुमिरहने भएकोले पृथ्वीको सबै ठाउँमा पालै पालो उज्यालो पर्दै जान्छ र दिन हुँदै पनि जान्छ। दिन भएका ठाउँहरूमा क्रमशः रात पनि पर्दै जान्छ। पृथ्वीलाई एक फनको घुम्न 24 घण्टाको समय लाग्छ। पृथ्वीले एक फनको घुम्दा एक दिन र एक रातको समय पार गरिसकेको हुन्छ। त्यसो त हामीले सूर्य दिनदिनै पूर्वबाट उदाएर पश्चिमतिर अस्ताएको देख्ने गर्दछौँ। झट्ट हेर्दा आकाशमा रहेका सूर्य, चन्द्रमा र ताराहरूले पनि पूर्वबाट पश्चिमतर्फ हुँदै पृथ्वीलाई घुमिरहेको जस्तो देखिन्छ। तर यस्तो भने होइन। पृथ्वी आफै घुम्दा तिनीहरूले घुमेको जस्तो देखिएको हो। पृथ्वी पश्चिमबाट पूर्वतर्फ घुम्ने हुनाले पूर्वबाट सूर्य उदाएको देखिएको हो। चन्द्रमा र ताराहरू पनि पूर्वमा उदाएर पश्चिममा नै अस्ताएको त तपाईँहरूले देख्नुभएकै होला। त्यसो त तपाईँहरूले गाडी गोडिरहँदा अनुभव गर्नुभएकै होला। गाडी गोडिरहँदा किनारका रुख तथा खम्बाहरू पछाडितिर गए झैँ पृथ्वी घुमिरहँदा सूर्य, तारा र चन्द्रमा पनि घुमेको जस्तो देखिएको हो। पृथ्वी धेरै ठुलो भएको हुनाले पृथ्वी घुमिरहेको हामीलाई याद हुँदैन। पृथ्वी घुमिरहँदा हामी जहाँ थियौँ त्यहीँ नै हुन्छौँ। पृथ्वी घुमिरहेको हुन्छ तर हामीले भने पृथ्वी घुमेको अनुभव नै गर्न सक्दैनौँ। पृथ्वीले दैनिक एक फनको घुम्ने आधारलाई कक्ष भनिन्छ। पृथ्वी कक्षमा अडिएर घुम्ने कामलाई परिभ्रमण वा पृथ्वीको दैनिक गति पनि भन्ने गरिन्छ। पृथ्वीको यही दैनिक गतिको कारणले पूर्वतर्फ पहिले बिहान हुन्छ भने पश्चिमतर्फ केही समयपछि मात्रै बिहान हुन्छ। नेपालको पूर्वमा रहेको मेचीमा बिहान घाम झुल्किँदा पश्चिममा रहेको महाकालीमा भने घाम झुल्किएकै हुँदैन। त्यहाँ केही समयपछि मात्रै घाम झुल्कन्छ। त्यसैले गर्दा पूर्वमा छिटो बिहान हुन्छ भने पश्चिममा चाहिँ ढिलो बिहान हुन्छ। त्यसैले पूर्वको समय चाँडो र पश्चिमको समय अलि ढिलो हुन्छ। पृथ्वीको दैनिक गतिले गर्दा समयको हिसाब गर्न पनि सजिलो भएको छ। ऋतु परिवर्तन। तपाईँहरूलाई थाहा नै होला, कुनै महिनामा जाडो हुन्छ भने कुनै महिनामा गर्मी हुन्छ। आखिर यस्तो किन भएको होला? यस्तो हुनुको एउटै मात्रै कारण भनेको ऋतु परिवर्तन हो। सूर्यलाई परिक्रमा गर्ने ग्रह र ताराहरूको समूहलाई सौर्यमण्डल भनिन्छ। पृथ्वी पनि सौर्यमण्डलको एउटा सदस्य हो। पृथ्वीले सूर्यलाई वरिपरि परिक्रमा गर्दछ। यसरी पृथ्वीले सूर्यलाई परिक्रमा गर्दा एउटै बाटोमा मात्रै हिँड्ने गर्दछ। सूर्यलाई परिक्रमा गर्ने यस्तो बाटोलाई पृथ्वीको कक्ष भनिन्छ। पृथ्वीले आफ्नो कक्षमा हिँड्दै सूर्यलाई एक फनको लगाउन 365 दिन 6 घण्टाको समय लाग्दछ। यसरी पृथ्वीले सूर्यलाई एक वर्षको समय लगाएर परिक्रमा गर्छ। पृथ्वीले सूर्यलाई वरिपरिबाट परिक्रमा गर्ने यस कार्यलाई परिभ्रमण वा पृथ्वीको वार्षिक गति पनि भन्ने गरिन्छ। पृथ्वीको यही गतिका कारणले वर्षको गणना गर्न पनि सजिलो भएको हो। एक वर्षलाई 12 महिनामा विभाजन गरिएको हुन्छ। एक महिनामा करिब 30 दिनको समय हुन्छ। पृथ्वीको दैनिक गतिले गर्दा वर्ष, महिना र दिनको हिसाब गर्न सजिलो भएको छ। भनिन्छ पृथ्वीको वार्षिक गतिबाट देखा पर्ने प्रभाव भनेको ऋतु परिवर्तन हो। ऋतु परिवर्तन भनेको एक वर्षभरि हावापानीले आफ्नो मौसमी स्वरूपमा देखाउने परिवर्तन हो। कहिले गर्मी, कहिले वर्षा र कहिले सुक्खा र कहिले जाडो हुनु ऋतु परिवर्तनको कारण हो। नेपालमा असार, साउन, भदौ महिनामा धेरै वर्षा हुन्छ। हरेक वर्ष उही महिनामा वर्षाको मौसम देखा पर्दछ। नेपालमा एक वर्षको अवधिभित्र 6 प्रकारका ऋतुहरू मान्ने गरिन्छ। तर विश्वव्यापी रूपमा भने हिउँदा, वसन्त, ग्रीष्म र शरद गरी 4 ऋतुहरू मात्रै मान्ने गरेको पाइन्छ। त्यसो त पृथ्वी जहिले पनि आफ्नो कक्षदेखि 23.5 डिग्रीको कोण बनाएर ढल्किएको हुन्छ। साथै सूर्यलाई परिक्रमा गर्दा एकै दिशातर्फ ढल्किएर अघि बढ्दछ।
त्यसैले सूर्यको किरण कहिले उत्तरी गोलार्धमा सिधा पर्छ त कहिले दक्षिणी गोलार्धमा सिधा पर्छ। त्यसैले गर्दा उत्तरी गोलार्धमा सूर्यको किरण सिधा परेको बेलामा त्यहाँ ग्रीष्म ऋतु हुन्छ। त्यसै समयमा दक्षिणी गोलार्धमा भने हिउँदा ऋतु चलिरहेको हुन्छ। त्यसको 6 महिनापछि सूर्यको किरण दक्षिणी गोलार्धमा सिधा पर्छ। यस बेला दक्षिणी गोलार्धमा ग्रीष्म ऋतु हुन्छ भने उत्तरी गोलार्धमा चाहिँ हिउँदा ऋतु चलिरहेको हुन्छ। भनिन्छ जुन 21 मा सूर्य उत्तरी गोलार्धको कर्कट रेखामाथि सिधा पर्छ। यस बेला उत्तरी गोलार्धको अधिकांश भाग सूर्यको सामुन्ने पर्ने हुनाले यहाँ दिन लामो र रात छोटो हुन्छ। यो बेला उत्तरी गोलार्धमा हावापानी न्यानो हुन्छ। यस समयदेखि सूर्यको किरण भूमध्य रेखातर्फ सिधा पर्दै जाने हुनाले यसलाई कर्कट सङ्क्रान्ति वा उत्तरायण पनि भन्ने गरिन्छ। यस दिन उत्तरी गोलार्धमा सबभन्दा लामो दिन हुन्छ। यस दिनदेखि उत्तरी गोलार्धमा दिन क्रमशः छोटो हुँदै जान्छ। त्यस्तै गरेर सेप्टेम्बर 23 को दिनमा सूर्य भूमध्य रेखामाथि सिधा रहन्छ। यसले गर्दा दुवै गोलार्धमा सूर्यको प्रकाशको वितरण समान हुन्छ। त्यसैले यस दिनमा दिन र रातको लम्बाइ बराबर हुन्छ। हामी बसेको ठाउँमा धेरै गर्मी वा धेरै जाडो नहुने ठिक्कको हावापानी हुन्छ। यस समयमा उत्तरी गोलार्धमा शरद ऋतु हुन्छ भने दक्षिणी गोलार्धमा वसन्त ऋतु हुन्छ। त्यस्तै गरेर डिसेम्बर 22 मा सूर्य दक्षिणी गोलार्धको मकर रेखामाथि सिधा पर्छ। यस बेला दक्षिणी गोलार्धको अधिकांश भाग सूर्यतर्फ पर्छ। त्यसैले गर्दा यहाँ अब दिन लामो र रात छोटो हुन्छ। यो बेला दक्षिणी गोलार्धको हावापानी न्यानो हुन्छ। यस समयमा उत्तरी गोलार्धमा सूर्यको किरण छड्के पर्छ। यस दिनलाई मकर सङ्क्रान्ति वा दक्षिणायन पनि भन्ने गरिन्छ। यस दिनबाट उत्तरी गोलार्धमा दिन छोटो र दक्षिणी गोलार्धमा दिन लामो हुन थाल्दछ।